हेलो सबैलाई नमस्ते। बिहानको गुड मर्निङ। हामी त्यही बाथरुमतिर लाग्यौँ। म त लाइट पनि अन गरेँ, फ्रेस भएर निस्किएँ। टावल खोज्दैछु, निस्किएर टावल साइडमा रहेनछ। भेटे पनि मुख पनि पुसपास गरेर आफ्नो तयारी गरेँ। जाडो छ, मोजा पनि लगाइहालेँ। मोजा लगाएर मिलन भाइ नि उता तयार हुँदै थिएँ। यत्तिकैमा म निस्केँ नमस्ते भनेर यताउता हेर्दै। अब ढोका लगाउँदैछु। म ढोका खोलेँ। अब म ढोका लगाएँ। ढोका लगाएर म जुत्ता सुत्ता लाउनलाई आफ्नो तयारी ब्याग स्याग लिएर राखेर जुत्ता लगाउन लागेँ। जुत्ता लगाएर यत्तिकै मिलन भाइले उता छोटा हात्ती स्टार्ट गर्यो, खरखर गर्दै थिएँ। ऊ बसेर फास्ट्याग पनि गर्दै थिएँ। फास्ट्याग गरेर गीत बजाएर हामी निस्कियौँ हाइवे रोडतर्फ। रोडबाट हामी मोड्यौँ राइट। अगाडि पुगेर राइट लाग्यौँ हामी। अनि अगाडि बढ्दै गयौँ, गफ गर्दै गयौँ। हेर्नु न होस् कस्तो फेरि जाडो मौसममा दिक्कत यही हो। मेरो चस्माले चाहिँ खासै मिलनको भन्दा नि काम गरेको थिएन। भन्दै थिएँ मेरो चार आँखा भन्दै जिस्काइराखेको थिएँ। यत्तिकैमा खेतको बाटो ल हेर्नुहोस् है कस्तो छ। हामी मन्डी जाने बाटो, यो भित्री बाटो हो। अगाडि बगेर फेरि त्यो रोडको मुनिबाट, फ्लाइओभरको मुनिबाट जानुपर्छ। यो खेतको बाटो हो। यहाँबाट मोड्यौँ हामी, फ्लाइओभरको मुनिबाट मोड्यौँ। यहाँबाट फेरि हामी लेफ्ट नै मोड्छौँ। अनि यस्तो हुसो हुन्छ बाटोहरू है। साइडमा गुरुद्वार पनि थियो। यो मन्डीको पास पुग्यौँ हामी। मन्डीको पास पुगेर फेरि हामी मोडियो। यो साइड चाहिँ फ्रुट पाइन्छ है। यहाँ त चाहिँ सबै फ्रुट हो, जति पनि छ सबै फ्रुट हो यतापट्टि चाहिँ। यहाँबाट फेरि हामी लेफ्ट मोड्यौँ। हामी गाडी पार्क गर्न जाँदैछौँ। पार्किङमा पुग्यौँ। यही हो हामीले गर्ने। यत्तिकैमा मिलन भाइ